अब दुवैजना अफिसमा काम गर्नुपर्छ है, दुवैजना मिलेर घर चलाउनुपर्छ। दुवैजनाले काम गऱ्यो भने घरलाई धेरै राम्रो हुन्छ। हामी दुवै काम गरिराखेका छौँ, दुवैजना अफिस जान्छौँ, घरलाई दुवैले चलाइराखेका छौँ। ल धेरै राम्रो। सकेन तिम्रो आइरन लगाउन, अफिस जान ढिलो भइसक्यो, छिटो गर त। सकिन लाग्यो अब। टिफिन प्याक गरेर आऊ है, म बाहिर जाँदै गर्छु। बाहिर जाँदै गर्नु म आइहालेँ। कति ढिलो गरेको, अनि छिटो गर न, ढिलो भइसक्यो काम भन्दैछु। धेरै हुन्छ, के गर्नु त, आइजाउँ। आज त ढिलो आएछौ त, खाना छिटो पकाऊ त, खाने बेला हुन लागिसक्यो। ल बस्दै गर्नु, म पकाइहाल्छु। के भयो तिमीलाई, किन रिसाएर बसेको? म पनि त थाकेर आएको हुन्छु अफिसबाट, मलाई पनि त अलिकति हेल्प चाहिन्छ होला। भनेको भए म आइहाल्थेँ त। सबैले अफिस चाहिँ दुवैजना जानुपर्छ भनेर सिकायो, घरको काम दुवैले गर्नुपर्छ भनेर चाहिँ कसरी सिकाएन है। त्यो त हो, धन्य तपाईँले आफै बुझ्नु भएछ। अबदेखि जहिले गरौँला नि सँगै, हुँदैन? भइहाल्छ नि।